त्यसको नाम चाहिँ थाहा भएन तर त्यो पिङ्क कलरको बोट हो यो काँक्रा एभोकाडोको पनि छ है एभोकाडो पनि रहेछ हो आज चाहिँ हामी यो प्लान्ट रोप्ने है एभोकाडो टिम मेम्बर्स के हो यो एउटा एभोकाडोको छ अब दुईजना है आउँदैछ लक्ष्मी आउँदैछ तल प्रभा आउँदैछ लक्ष्मी खै हाम्रो टिम मेम्बर्स दुईजना आउँदैछ है यहाँ केटीहरू आउँदैछ ओ मामा केटीहरू आउँदैछ थ्यांक यू वुमेन्स डे को ग्रुप ए वुमेन्स विङ को है नगर्न ओइ हाम्रो हेमलताले रोप्नु हुँदैछ र यो चाहिँ हाम्रो ज्योति स्पोर्टिङ क्लबबाट हामी सबैजना हैन वुमेन विङ्स आज चाहिँ हामीले यो सानो वृक्षारोपण गर्न लागिरहेको छौँ सधैँ अरूहरूले पनि यसरी नै रोपेर राखौँ एन्भाइरोन्मेन्ट क्लिन गर्नुपर्छ शुद्ध अक्सिजन अक्सिजनहरू राम्रो राम्रो लियौँ यो डुबामा यो चाहिँ हुँदैन यसलाई कमसे कम 2-3 दिनसम्म भिजिरहोस् अब हाम्रो तल तलतिर जाउँ यो चाहिँ मैले रोपेको एकदम राम्रो है नाम भन्नु पर्यो नि हैन के हो नाम इन्द्र गुरुङले रोपेको इन्दिरा लक्ष्मी लवन आजको दिनमा है मैले काफलको बोट रोप्न लागिरहेको छु यो काफल एकदम फलेर गोस उयोले गर्नु न त्यो नानीहरूले खानु पाओस् को बोट हाम्रो नेक्स्ट जेनेरेसनहरुले यो फलेपछि खाओस् र मेरो नाम गरोस् मुन्नीबाट पानी हाल्नु मुन्नीबाट दामी दामी म त खानु पाउँछु के भ्याउँदिन हो पाउँछ सबैले पाउँछ सबले हाम्रो केटाकेटीहरूले सबले खाओस् लु धन्यवाद धन्यवाद मान्छेहरु यहाँनिर रोप्नु हुँदैछ यो एरियामा हुन्छ मैले रोपेको छु अब राम्रोसँगले होस् कुन चाहिँ प्लान्ट अरे शब्दमा तुरियो नि ए पूरे है विश्वास हम होंगे कामयाब एक दिन आजको वृक्षारोपण समाप्त भयो सबैजनाले राम्ररी रोप्यो सबैजनाले रोप्यो है Happy Women's Day!